तपाईँको आर्टिस्टहरूलाई चाहिँ एकदमै सपोर्टको चाहिँ एकदमै जरुरत छ क्या। एकदमै सपोर्ट त चाहिन्छ। अब जुनसुकै क्षेत्रको किन नहोस् होइन, विदाउट सपोर्ट अब एटलिस्ट फ्यामिलीले त कमै गरे हुन्छ, अब हामी पब्लिकले पनि गर्दैनौँ भने त अनि उनीहरूको त अनि के हो, निराशै त हो नि होइन, निराशै हुन्छ। अनि त्यसपछि हामीले देखिरहन्छ अहिले त झन् सुसाइड यताउति धेरै देखिरहेको हुन्छ होइन, सुनिरहेको हुन्छ यताउति धेरै कुराहरू सुनिरहेको हुन्छ। त्यो कुरा चाहिँ एकदमै नराम्रो लाग्छ क्या मलाई चाहिँ। अब हामीले चाहिँ त्यो कुराहरूलाई चाहिँ एकदमै सपोर्ट क्या कति सकिन्छ त्यति। नर्मली तपाईँले कुनै भिडियो हेर्नु त एटलिस्ट के चाहिँ हुन्छ त, त्यो लाइक त गर्ने, तपाईँ जसरी पनि हेरिराख्नु भएको छ होइन, हेर्नु नै भइरहेछ, एउटा लाइक र एउटा कमेन्ट हानिदिनु, राम्रो कमेन्ट गरिदिनु। उनीहरूलाई एउटा मात्रै राम्रो कमेन्ट आयो भने पनि यस्तो धेरै मोटिभेट फिल हुन्छ नि, कुरै छोडिदिनु क्या, त्यो लेभलको हुन्छ क्या। डान्स एउटा आर्टिस्टलाई चाहिँ मतलब प्रतिक्रिया हुन्छ नि, त्यति धेरै इम्पोर्टेन्ट हुन्छ क्या। यो सोसियल मिडियामा यो स्क्याम गर्ने काम चाहिँ नगरौँ क्या। नर्मली यार केटी देखेपछि चाहिँ के भएको क्या केटा हो यार तिमीहरू यार, पब्लिक के भएको, केटी मान्छे त देख्नै हुन्न आजभोलि त यार, जेनेरेसन पनि कता गइरहेको यार।